राजा सहितको हिन्दू राज्यको माग गर्दै आएका र यसका लागि संगठन विस्तार गर्नेदेखि आफ्नो नेतृत्वमा कैयौं पटक प्रदर्शन समेत गर्दै आएका व्यवसायी दुर्गा प्रसाई अब राजावादी आन्दोलनको कमान्डर बनेका छन्। यसअघि गठन गरिएको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले बिहीबार प्रसाईलाई आन्दोलनको कमान्डर बनाएको बताएका छन्। प्रसाईकै अगुवाईमा शुक्रबार काठमाडौँमा राजावादीहरू प्रदर्शन गर्दैछन्। प्रसाईले बिहीबार पूर्व राजा ज्ञानेन्द्र शाहसँग पनि भेट गरेको बताइएको छ। यसबीच नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले सरकारले आफूहरूको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरे थप सशक्त हुँदै जाने चेतावनी पनि दिएका छन्। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संयोजक सुवेदीले यसबारे जानकारी गराएका हुन्। चैत्र 17 गतेदेखि आन्दोलनका थप कार्यक्रमहरू हुँदै जानेछन्। आजको मितिले एक हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत्र 21 गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ, सुवेदीले भनेका छन्। यसबाट